आज गोड्न जाँदैछौँ। गोड्नलाई त धेरै भइगयो तर पनि सकिएको छैन। अनि कुकुर पनि गोड्न जान्छ, जहिले आउँछ त्यसले झन् बढी गोड्छ। अनि यता फेरि विकासको क्रम सुरु हुँदैछ। आजकल त गाउँमा धेरै विकास हुँदैछ तर ठगी पनि हुँदैछ। अनि त्यो ठगीको भिडियो चाहिँ म अर्को भिडियोमा देखाउने छु। अनि अहिले गोड्ने टाइम चलिरहेछ आजकल नि। त्यहाँ पढेछन् मान्छेहरू। हाम्रो के भन्छ गाउँको साइडमा चाहिँ ठुलो भेरी छ अनि त्यो पारीको गाउँलाई चाहिँ दामाचौर भनिन्छ। अनि यता भेरीको छेउमा पनि खेत हुन्छ। अनि जोस गाउँले जीवन रमाइलो छ अनि काम पनि छ। अहिले गोड्दाखेरिको पनि भिडियो बनाउनु छ। अनि बर्खा लाग्यो, भेरी पनि धमिलो धमिलो आउँछ आजकल। अनि अब हाम्रो खेत चाहिँ माथि हो। अनि उता चाहिँ तिनीहरू डोजर हेर्दैछन्, आएकै छैनन्। अनि म चाहिँ त्यस्तो हेर्न राम्रो लाग्दैन। अनि यहाँबाट पनि सानो भेरी पस्यो। अनि यो चाहिँ कुटा हो, कोदालो पनि भन्छ, कुटो पनि भन्छ। अनि यहाँ केराको रुख छ, हाम्रो पनि छ यहाँ माथि यता। अनि हाम्रो बल्ल पनि त्यता माथितिर चल्न जान्छन् कि। अनि फेरि आउँछन् त्यता माथि लेखमा हाल्नुपर्छ अनि आउँछन्। टाढा छ, धेरै हिँड्नुपर्छ। अनि अब चाहिँ खेत भेटिनै लागेछ। फाइनल्ली खेतमा पुग्यो। झार धेरै रहेछ, गोड्न चाहिँ अलिक गाह्रै छ। 2-3 दिन चाहिँ लाग्छ। अनि म खेत देखाउँछु है। तल्लोदेखि यता माथिसम्मको हाम्रो खेत। झार चाहिँ धेरै छ तर गाह्रै होला जस्तो छ। अब जस्तो भए पनि गोड्न चाहिँ पर्यो। कोही मान्छेले त्यहाँ भान्जी नि। अब हुन्छ, मेरो भ्लग यति नै हो। अब अर्को भिडियोमा बनाउने छु। बाई बाई।